हेलो गाइस, नमस्ते सबैजनालाई। हजुरहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। आज चाहिँ पानीपुरी लभर्सहरूको लागि पानीपुरी च्यालेन्ज लिएको छु। यो चाहिँ मेरो सेकेन्ड भिडियो रहेको छ। के कस्तो हुन्छ हेरौँ है त। सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु म। ल सुरु गरेँ है त गाइस। हजुरहरू पनि मसँग इन्जोय गर्नु होला है पानीपुरी। पानीपुरी लभर्सहरूको लागि पानीपुरी च्यालेन्ज लिएको छु। मुकवान सेकेन्ड मुकवान हो मेरो। सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। अनि हजुरहरू के गर्दै हुनुहुन्छ, सबै काम छोडेर एकछिन यतातिर ध्यान दिनु होला है। मसँग इन्जोय गर्नु है सँगसँगै है त। ल स्टार्ट गरेँ है गाइस। म चाहिँ हातले नै खान्छु किनभने घरमै बनाएको हो। अनि मैले हात पनि धोएको छु, त्यही भएर हातले खान्छु। माइन्ड नगर्नु होला तपाईँहरूले भन्न चाहन्छु। खानुभन्दा अगाडि तपाईँहरूले सोच्नु भएको होला, हेर्नु यहाँ यति धेरै पिरो छ होइन, त्यही पनि म यो खोर्सानी देख्नु भएको छ नि, यो खोर्सानी राखेर खान्छु है त। यो देखाएरै राख्न लागेको, किनभने अगाडि पनि राख्यो भने हजुरहरूलाई थाहा हुँदैन कतिको पिरो खान सक्छ सक्दैन भन्ने लाग्छ नि त। त्यही मैले पिरो हालेँ है खोर्सानी। अब चाहिँ म सुरु गर्छु है त गाइस। गाइस मुख भन्दा पनि हेर्नु न, पुरी कति ठुलो मुखमै अटेन, के गर्ने होला। त्यही पनि म खान्छु है। पुरी त प्राय केटा होस् या केटी, बच्चादेखि बुढा वृद्धासम्मलाई सबैलाई मनपर्ने हो यो पानीपुरी भनेपछि। सबजना पानीपुरीको फ्यान हुन्छन्। बरु गाइस अरू खाना छोडिन्छ, पानीपुरी बिना त बाँच्नै सकिँदैन। म चाहिँ अमिलो पिरो भनेपछि एकदमै खाना रुचाउने। पिरो टेस्टी अमिलो, जति खायो त्यति मिठो हुँदै आइरह त गाइस। मलाई त हजुरहरूले पचाउनु भएको छैन होला होइन, खान्छु खाँदैन हेर्नु है। भिडियो लास्टसम्म मुखमै उ भएन, खाइरहेको छु पारिसकेर खाइरहेको छु, माइन्ड नगर्नु होला है। ल्याउँदाखेरि आफ्नो मुखको साइज अर्काले ल्याउनु पर्ने रहेछ गाइस, नभए दुःख पाइने रहेछ। समय हेर्नु होला है, म खाइसक्छु सक्दिनँ हेर्न बिचैबाट भाग्छु कि, त्यही भएर भिडियो पुरै हेरिदिनु होला भन्न चाहन्छु। हजुरहरूलाई इन्जोय भइरह नि। मुख सानो भयो पुरै ठुलो भयो, त्यही भएर खाइरहेको छु गाइस। गाइस खाइसक्नु जस्तो लाग्यो के भएको, तर खान्छु हेर्नु होला है।
टेस्टी टेस्टी। गाइस म त सक्दिनँ जस्तो छु, मेरो पेट पनि भरिसक्यो खानालाई। त्यो पनि म ट्राई गर्दैछु। हेर्नु होला, ट्राई गर्छु गर्दिनँ भिडियो। के भने जस्तो हुँदैन, गर्नलाई गाह्रो हुन्छ, त्यही भएर भिडियो हेर्न नबिर्सिनु होला लास्टसम्म भन्न चाहन्छु है त। अब खाइरहन्छ गाइस होइन, आधा खाँदै भएको पनि सकिन्छ नि, के थाहा हुन्छ र। अब सक्दिनँ अगाएँ म भनेर भाइ भन्छ, के गर्नु हो कि होइन। त्यही भएर भिडियो पुरै हेर्नु होला है, त्यस्तो पनि हुनसक्छ। मैले पानी किन नखाएको जस्तो लाग्छ हो तपाईँहरूलाई। हेर्नु नै, पुरीबाट यस्तो हुन्छ र पानी यस्तो आएपछि मुखमा पानी नै पर्नै गाह्रो हुन्छ। त्यही भएर अहिलेदेखि मैले पुरी मात्रै खाइरहेको छु। पुरी पनि ठुलो भइरहेछ मुखभन्दा पनि। र अर्को कुरा, यस्तो पानी यस्तो भइरहेछ, त्यही भएर पनि मैले पुरी मात्रै खाएको छु है गाइज। पानी त खाएको हो कि अहिले, तपाईँ तलैतिर छ त गाइज, तलतिरै जान्छ त, के भएको। पुरी पनि फुट्यो। पुरीले नि भन्दैछ त अगाइसकिस्, नखा अब धेरै भनेर। त्यसैको सङ्केत हुनसक्छ यो गाइज। खाएको खाइछु ननस्टप, घटेको जस्तै लाग्दैन त गाइज। घट्छ कि भनेर हेर्छु त उत्तिकै देख्छु त, के भएको। मेरो मुख अगाइसकेको जस्तो छ, अब खाँदिनँ भने जस्तो लाग्यो कि, त्यही भएर आँखाले उति नै देखायो होला है गाइस। त्यही पनि म खाँदैछु गाइस, ट्राई गर्दैछु। ट्राई गर्न छोड्नुहुन्न गाइस, जे होला होला। परेको है पानीपुरीले बेहोर्ला भन्दै खाँदैछु भक्काभक। खाएपछि केही नदेख्ने पानीपुरी बाहेक। बरु मान्छे जाँड रक्सी खान छोड्लान्, यो पानीपुरी खान चाहिँ छोड्दैन है गाइस। यति चाहिँ 100% होला। पुरी नै फुट्दिन हो, कस्तो चित्त दुख्यो क्या मेरो त, यो पुरी कस्तो। गाइस फाइनली सक्दिनँ भन्दा भन्दै पनि गाइस सक्न लागे। कहिले खुसी भएको हेर्नु त गाइस, सकिन लाग्यो भनेर।